जन्मबाट कुरा गरौँ। एउटा बच्चाको जब जन्म हुन्छ, चाहे धनी हो या गरिब, जो पनि हो, अरबपति हो खरबपति हो, चाहे रुचको ज्यालादारी गरेर काम गर्ने मान्छे, घरको बच्चा जो जन्म लिन्छ त्यो सानोमा सबले बदमासी त्यही किसिमले गरेको हुन्छ, त्यही किसिमले उसको पालन पोषण भएको हुन्छ। कसैको पालन पोषणमा कुनै पनि किसिमको कमी हुँदैन, चाहे त्यो बच्चा अरबपति खरबपतिको किन नहोस्, कमाउने मान्छेको किनकि सबै बच्चाले आफ्नो बेडमा पेसाब फेर्नुहुन्छ, सबै बच्चाले पेन्सिलले देवाल कोरेको, सबै बच्चाले केही सामानको लागि जिद गरेको हुन्छ। बच्चाको बाल्यकाल भनौँ, बच्चा जन्मपछिको अवस्था भनौँ, सबको एक हुन्छ। जब ऊ ठुलो हुन्छ, जब ऊ जवानीमा आउँछ, जवानी फरक किन हुन्छ त फरक? बचपन सबैको एक हो भने जवानी पनि त सबको एक हो। यो विविधता, यो फरकलाई र यो विविधतालाई केले सम्बोधन गर्न सक्छ? शिक्षा, मेहनत, तपाईको सिकाइ, त्यो सिकाइ हो तिम्रो। सिकाइले जो जसरी सिक्छ, जसले जसरी सिकिरहेछ त्यसरी नै त्यसको प्रगति हुनु, जीवनमा सफल हुनु। तपाईँ काम गर्नुहुन्छ, समय बिताउनुहुन्छ, के तपाईँको समयको लागि पैसा दिएको हो? तपाईँ दिन रात 24 घण्टा काम गर्नुहुन्छ, कति गर्नुहुन्छ? एक दिनमा 24 घण्टा हुन्छ, 24 घण्टा काम गर्नुहुन्छ, 24 घण्टा भन्दा बढी पनि टाइम दिएर काम गर्नुभयो भने जुन सम्भव छ, त्यति पैसा कमाउन सक्नु हुँदैन जति तपाईँ आफ्नो भ्यालु बढाएर कमाउन सक्नुहुन्छ। किनकि काम गर्ने कम्पनी, कुनै पनि कम्पनीको इक्जाम्पल। एक दिन एउटा साथीले मलाई भन्यो, हेर न साथी, कस्तो खराब कम्पनीमा म परेँ, 20,000 को महिना दिन्छ, घर चलाउने, छोराछोरीको किताब पढाइको खर्च छुटाउने, श्रीमती आफ्नो सबै बुवा आमाको कतिको खर्च छ, पुग्नै सकेन, भ्याउनै सकेन। मैले जवाब, कम्पनीले 20,000 रुपैयाँ तिमीलाई दिए, त्यही कम्पनीमा काम गर्ने अरू पनि मान्छे छन्, त्यही कम्पनीमा त्यतिकै 8 घण्टा ड्युटी गरेर 50,000 कमाएको होइन, 50,000 कम्पनीले दिएको होइन, त्यही कम्पनीमा कोही 1 लाख महिना कमाएको होइन। यसको मतलब कम्पनीले तिम्रो भ्यालु त्यति बुझेको छ। त्यही भएर पैसा कमाउनको लागि समय होइन, कति पैसा कमाउनु छ त्यति अनुसारको भ्यालु हुनुहुन्छ। भ्यालु अनुसारको मेहनत अनुसार नै तपाईँको भ्यालु हुन्छ र भ्यालु अनुसारको पैसा कमाउनु हुन्छ र सहर तपाईँको जीवन त्यति नै सफल हुन्छ। तर भ्यालु बढाउनुहोस्, समय खर्चेर हुँदैन, मेहनत गरेर हुँदैन। तपाईँभन्दा बढी काम त ती लेबरहरूले गर्छ, तपाईँभन्दा बढी मेहनत तपाईँ त्यो लेबरहरूले गर्छ। कति कमाउँछ? दिनको 500-600 कमाउँछ। त्यही कुनै अफिसमा जानु, एउटा साइन गरेर महिनाको 1 लाख कमाएको, सही होइन? भ्यालु बढाउनुहोस्, भ्यालु बढाउनको लागि मेहनत गर्नुहोस्, फोकस हुनुपर्छ। एउटा इक्जाम्पल हेर्नुहोस् र सुन्नुहोस्, सिक्नुहोस्, आफ्नो जीवनलाई अगाडि बढाउनुहोस्। म्याग्निफाइङ ग्लास हेर्नु भएको छ? म्याग्निफाइङ ग्लास, त्यो म्याग्निफाइङ ग्लास बच्चामा सानो हुँदाखेरि हामी धेरै प्रयोग गरेका हुन्छौँ। सूर्यको रेतिर यसरी गर्छौँ र तल कागज राख्छौँ, त्यो कागजलाई जलाइदिन्छ। त्यो म्याग्निफाइङ ग्लासमा यति क्षमता छ, ताकत छ कि त कागजलाई जलाइदिन्छ। तर यसरी जलाउँदै हेर्नुभयो होला, राख्नुहोस्,
यसरी चलाइरहनुहोस् म्याग्निफाई ग्लास। के आगो लाग्छ कहिले? कहिले नि लाग्दैन, कदापि लाग्दैन। त्यसको लागि हुनुपर्छ, फोकस हुनुपर्छ एक ठाउँमा। हामी धेरै नै उद्देश्य बनाएका हुन्छौँ, हाम्रो ड्रिम धेरै छ, सपना धेरै छ, कहिले के बन्ने, कहिले के बन्ने, कहिले के बन्ने, तर केही एक बन्नेमा फोकस छैन। कहिले फोकस गरेर त्यो काम गरेकै छैन। त्यो भएर उद्देश्य लिनुहोस् र एक ठाउँमा फोकस गर्नुहोस्। जब हेर्नुहोस् तपाईँको उद्देश्य, तपाईँको मन्जिल कसरी पाउनुहुन्छ, जीवनमा कसरी सफल हुनुहुन्छ, त्यसको लागि तपाईँलाई फोकसको जरुरी छ, दृढ निश्चयको जरुरी छ। मेहनत गर्न होइन कि भ्यालु बढाउन काम गर्नुहोस्। हस्।